पानी परेको थियो अनि आज जस धुलो त्यति साह्रो परेको छैन है। अब हेरौँ हामी कहाँसम्म जान्छौँ थाहा छैन। अन्त हाम्रो बाइकसँग एक्सिडेन्ट भयो। अहिले हामी नारायण आइपुग्न आँटिसक्यौँ है। अब खाने छैन हामी कहाँ जाने भनेर किनभने एकदमै धुलोवाला सिजन छ नि त अहिले। कहाँ जाने फिक्स भएको छैन। अब हेर्दैछौँ अब कहाँ जान्छौँ है। अहिले चाहिँ हामी धनकुटी रोडबाट जाँदैछौँ। फर्स्टमा पेट्रोल लगाउने, पेट्रोल पम्पमा गएर त्यसपछि कहाँ जाने अनि मात्र हाम्रो फिक्स हुन्छ जाने डेस्टिनेसन। पेट्रोल पम्प आइपुग्यो। हिमालय सर्भिस स्टेसन। हामी जहिले पनि यहीँ पेट्रोल लगाउँछौँ है। यही हो हाम्रो पेट्रोल लगाउने ठाउँ। अरू पनि छ, अरूमा चाहिँ त्यति लगाउनु मन पर्दैन हामीलाई। हेर्नु घाम लागिरहेछ हल्का। कति लाउने? कति भन्नुभयो? 1000? 1000 to हामीले पेट्रोल लगाइसक्यौँ। अब हामी जाने। यहाँ बसहरू छ। यो काठमाडौँ जाने बसहरू हो। अब हामी कता जाने थाहा छैन। छि त्यहाँ के खानु जानु त्यस्तो धुलो भएको ठाउँमा। छाता चौक आइपुग्यौँ हामी चाहिँ फाइनल्ली। अब एकछिन भेलिटारसम्म जाने प्लान गरेर अब हामी माथि 0 पोइन्ट आइपुग्न आँट्यौँ भने आज वेदर चाहिँ चिसो छ धरानको। अब हेरौँ माथि भेलिटारमा कस्तो छ। घाम पनि जानै लागिसक्यो। आज पनि पानी पर्छ कि राति अब हेर्नुमै के हुन्छ। हिजो त कस्तै त्यस्तो बेलुकाबाटै पानी पर्छ भनेर चाहिँ भनेको थियो न्युजमा। तर तपाईँको बिहान 5 बजेतिर मात्र पानी पर्यो। राति चाहिँ तपाईँ थन्डरिङहरू हल्का भयो। त्यति हो। यो चाहिँ चौथारी हाम्रो चटपटे भएर त्यहाँ रहेछ खाने ठाउँ। यो चाहिँ 0 पोइन्ट। आज सैटरडे हो। भेलिटार चाहिँ जस्ट भोलि हुन्छ। अब राति भइसक्यो। अब त प्रायः मान्छेहरू फर्किसक्यो होला। 5:20 हुन लाग्यो। हामी त एकछिनमै फर्किहाल्छौँ। तेह्रको पार्क कस्तो राम्रो। त्यहाँनिर फुलहरू फुलिरहेछ है। आज धरान एकदम क्लिन छ। अलिकति पानी परेको कारणले गर्दाखेरि। डाँडा यस्तो राम्रो देखेको छु कि आज। अस्ति चाहिँ पुरै झिकेको थियो गरेर पानी बाटो चाहिँ पुरै खाली छ है। यति धेरै मान्छे छैन। अहिले चाहिँ हामी भेलिटार आइपुग्यौँ है। भेलिटारमा पुरा सब्जीहरू पाइरहेछ।
भिड रहेछ कति चिसो छ हौ धरानभन्दा आज यहाँनिर सब्जी दोकानहरू भिड रहेछ हावा चलिरहेछ है हेर्नुहोस् र हेर्नुहोस् है गाडी आउँदैछ फेरि धरान त केही देखिएन धुलै धुलो देखियो हौ यहाँदेखि त फेरि कस्तो चिसो छ यहाँनिर आज अघिसम्म सनराइज सनसेट देखिरहेको थियो अहिले त सनसेट कहाँ हरायो छैन सबै धुलोले छेको जस्तै छ आउँदा नै यस्तो भयो वेदर एकैछिनमा चेन्ज भयो बाटो बनिँदै रहेछ यो कामफेक जाने बाटोतिर हो यो चाहिँ जेसीबी चलाइरहेछ बाटो बन्दैछ यहाँनिर यता साइडमा ड्रेन पनि बनाउँदै रहेछ यहाँनिर आलू भुजिया के अरे नयाँ भुजिया यो मिठो रहेछ आलु भुजिया अरे मात्र ₹10 तर अलिक पदिना बढी छ यो भुजियामा नुन चाहिँ बेसी छ नुन पनि र मिठो ल फेरि हाम्रो अर्को अम्लेट आयो है फेरि खाने अघिको त राम्रो थियो यो त अलिक कस्तो कस्तो भएछ है त्यो सेम नै छ ल खाइ ल मिठो अर्को त पोचवाला थियो क्या होइन बाई सबै बाटो बनेर है यस्तो भइरहेको ए नाला खनेको रहेछ नि त होइन ए ल हुन्छ गयौँ ल हुन्छ ल बल्ल बत्ती बलेर राम्रो देख्न थाल्यो है अघिभन्दा अब कफी खाने भए यहाँ जानु पर्यो न म होस् अगाएँ म किन म घरदेखि चाहिँ अगाएर आएको ल फेरि त सब्जी लाग्नुपर्छ हेर्नु त मसँग यहाँ त साग त छैन अगाडि छ साग अगाडिपट्टि जुस पहाडकै हो नि होइन यो लोकलै हो नि होइन ल कसरी हो यो आलु चाहिँ 60 त्यो बोडी लगे उयो छैन के भन्छ त्यसको नाम सजीवन चाहिँ कसरी थियो 200 नै थियो तर यहाँ महँगो हो मङ्गलबारीमा 150 रुपियाँ किलो थियो सजीवन फ्रेस हिजो त्यो बजार लागेको थियो नि सब्जी पनि किनिसक्यौँ अब हामी घर जाँदैछौँ धरान बाई बाई कस्तो चिसो भयो